धेरै कन्टेन्ट क्रिएटर्स र इन्फ्लुएन्सर्सहरूले तपाईलाई सोशल मिडियामा एजुकेसन, ल, फाइनान्स र मेडिसिनको सल्लाह दिन्छन्। तर यदि ती व्यक्तिसँग योग्यताको प्रमाण छैन भने चाइनाले अब त्यसलाई गैरकानुनी मानेको छ। चाइनाले भर्खरै इन्फ्लुएन्सर्सहरूका लागि नयाँ कानुन ल्याएको छ। अब इन्फ्लुएन्सर्सहरूले सामाजिक सञ्जालमा संवेदनशील विषयहरू जस्तै स्वास्थ्य, कानुन, शिक्षा वा वित्तीय सम्बन्धी विषयमा कन्टेन्ट बनाउनु अघि अफिसियल डिग्री लिएको हुनुपर्छ। गलत जानकारी, झुटा सल्लाह र शानदार जीवनशैलीका भिडियोहरूले समाजमा असर पारेपछि सरकार एक्सनमा उत्रिएको हो। अब प्लेटफर्महरूले पनि क्रिएटरहरूको योग्यताको प्रमाण जाँच्नुपर्छ। धेरैले यो कानुनले गर्दा फ्रिडम अफ एक्सप्रेसन हनन भयो भनेर आलोचना पनि गरेका छन् भने कतिले यो समय सान्दर्भिक भएको पनि बताएका छन्। अब सोचौं, नेपालमा पनि यस्तो कानुनको आवश्यकता छ कि छैन? अहिले हाम्रा इन्फ्लुएन्सर्सहरू बढ्दैछन् तर नियमन भने लगभग छैन। इन्फ्लुएन्सर्सले आफ्नो फ्रिडम अफ एक्सप्रेसन प्रयोग गर्दा त्यस सँगसँगै आउने आफ्नो जिम्मेवारी पनि बुझ्नुपर्छ। अब तपाईको विचार के छ? नेपालमा यस्तो कानुन आवश्यक छ या छैन?